नमस्कार, म डॉक्टर चेतना। स्वस्थ बन्न कसलाई मन छैन र? डॉक्टरलाई भेट्न नपरोस्, औषधि खान नपरोस्, अस्पताल जानै नपरोस्, वेट घटोस्, कोलेस्ट्रोल घटोस्, टिजी घटोस्, के पनि रोग नहोस् भनेर चाहँदा चाहँदा पनि हामी रोगी हुन्छौँ हैन। हामी जीवनशैली चेन्ज गर्न चाहन्छौँ, स्वस्थ खाना, यो खाना हुँदैन, त्यो खाना हुँदैन भनेर थाहा हुँदा हुँदा पनि हामी खान्छौँ, एक्सर्साइज गर्दैनौँ। किन थाहा छ तपाईहरुलाई? किनभने हामी हाम्रो माइन्डसेट चेन्ज गर्दैनौँ। हाम्रो सबकन्सियस माइन्डमा यो पसेकै छैन कि यो चिज गलत हो भनेर। त्यही भएर गलत चिज देख्ने बित्तिकै हामीलाई खाने मन लाग्छ। मैले एउटा उदाहरण भन्छु है। त हामी सर्पको मासु खाँदैनौँ नि, चाइना गएर बरु बोकै बस्छौँ। हामी सर्प खाँदैनौँ, कुकुरको मासु खाँदैनौँ, हिन्दू भइसकेपछि गाईको मासु खाँदैन हैन। भोक लाग्यो भनेर सागपात बजारमा पाइरहेको छैन भनेर जे पाइ त्यही घाँस काटेर हामी खाँदैनौँ। किन थाहा छ? किनभने हामीलाई बच्चैदेखि यही चिज फिड गरेछ, यही चिज कल्चरिङमा हामी अपब्रिङ्गिङ यस्तै छ। हामीलाई के सिकाएको छ? यो मासु खाना हुन्छ, यो मासु खाना हुँदैन, यो साग हो, यो साग झारपात जार हो भनेर हैन। त्यस्तै हामी बिस्कुट, चाउचाउ, जङ्क फुड, फास्ट फुड, कोल्ड ड्रिङ्क्समा किन हामी यसरी कल्चरिङ, हामी अपब्रिङ्गिङ गर्दैनौँ? हाम्रो बच्चालाई बच्चैदेखि हामी सिकाउँदै जानु पर्यो। तपाईँ एल्डरली ठुलो मान्छे हुनुहुन्छ भने त्यही कल्चरिङमा तपाईँको दिमागमा हानेको हाने गर्नुहोस्। यो गलत हो, यो विष हो। जसरी सर्पको मासु खाँदाखेरि हाम्रो जिउ सिरिङ्ग हुन्छ, त्यसरी नै तपाईँको बिस्कुट, चाउचाउ खाँदाखेरि तपाईको जिउ सिरिङ्ग हुन पर्यो के। त्यो बल्ल चेन्ज आयो। यो चिज तपाईको जबसम्म सबकन्सियसमा पसाउन हुन्न, परिवर्तन आउँदैन, तपाईँ जीवनशैली चेन्ज गर्नुहुन्न, डाइट चेन्ज गर्नुहुन्न। अबदेखि जे मुखमा पर्यो सिरिङ्ग हुन पर्यो है त, बल्ल चेन्ज आउँछ। नमस्कार।